नमस्कार, म विष्णुमाया थापा। आज हाम्रो लोकेन्द्र सरसँग यो हाम्रो जीवन धन्यवाद। रूपान्तरण भन्ने कार्यक्रमको लागि हामी यो भ्यू टायरमा आएर कार्यक्रम लिँदैछु र उहाँलाई म केही क्वेसनहरू सोध्न गइरहेको छु। पक्कै पनि विष्णु म्याम, हजुरसँग यसरी वार्तालापमा बस्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको छ। थ्याङ्क यू सर। थ्याङ्क यू। हजुर धेरै वर्षको एउटा आध्यात्मिक व्यक्ति पनि हुनुहुन्छ। हजुर। आध्यात्मिक व्यक्ति पनि हुन्छ, अध्यात्म एउटा हजुरले रिसर्च गरेर निकालेको पनि छ। मान्छेहरू यो जीवन रूपान्तरण केन्द्र हजुरहरूले निर्माण गर्दै हुनुहुन्छ हैन? त्यसो भइसकेपछि यो चाहिँ नेपाली समाजमा कतिको धेरै आवश्यकता देख्नुभयो र हजुर तयारी गर्दै हुनुहुन्छ? कस्तो राम्रो प्रश्न, कस्तो राम्रो प्रश्न। नेपाली समाज अब अहिले हेर्नु है, हामी भौतिक रूपमा र आध्यात्मिक रूपमा दुईटै पक्षबाट सोच्नुपर्छ। भौतिक रूपमा हामी विश्वको दोस्रो गरिब राष्ट्र हौँ। विश्वको दोस्रो गरिब राष्ट्र हौँ। हामीमा भौतिक अभावहरू छ, एकदम धेरै अभावहरू छ। र आध्यात्मिक रूपमा हामी गौतम बुद्धका देशका नागरिक हौँ। तर हामीमा यति धेरै यहाँ खेलहरू भएको छ कि हामीलाई अशान्त बनाइएको छ। हामी व्यक्तिगत रूपमा त, हामी सामूहिक रूपमा त हामी नेपालीहरू शान्त हौँ, हामी वीर हौँ, शान्त हौँ। तर त्यो हुँदाहुँदै हाम्रो त्यो शान्तिपनलाई, हाम्रो त्यो वीरतालाई कमजोरी ठानेर यहाँ धेरै उद्वेलित बनाउने, उत्तेजित बनाउने, त्यसलाई गलत मनसायबाट अगाडि बढाउने कामहरू भइरहेको छ। यसलाई एक किसिमको यो बुझ्नुहोस्, यो परीक्षा पनि हो, यो भगवानको परीक्षा हो। यो परीक्षाको चरणमा छौँ हामी र यसको सम्भावना चाहिँ असीम छ। यो सम्भावना असीम यो अर्थमा छ कि हामीले यदि यो परीक्षालाई सही रूपमा बुझेर हामी यो परीक्षालाई सही रूपमा अगाडि बढाउन सक्यौँ भने यो भगवानले दिने हुने परीक्षाबाट आउने प्रतिफल अनन्त छ। यो जीवन रूपान्तरण केन्द्र त्यही भगवानको नाममा, भगवानकोसँग जोड्नको लागि, यो भगवानको महिमालाई बुझाउनको लागि, फेरि भगवान भनेको यो होइन, यो मात्र होइन कि कुनै अमूर्त शालिक अथवा कुनै अमूर्त एउटा ढुङ्गाको कुरा होइन। यो प्रत्येक व्यक्तिभित्र भएको देवत्वको कुरा हो। यो प्रत्येक व्यक्तिभित्र भएको देवत्वलाई जागरण गराउनलाई यो जीवन रूपान्तरण केन्द्रको एउटा पाटो हो। अर्को पाटो चाहिँ प्रत्येक व्यक्तिलाई सकारात्मक सोचमा अगाडि बढाउनको लागि यो जीवन रूपान्तरण केन्द्र जरुरत छ भन्ने हिसाबले हामीले यसलाई सुरु गरेका हौँ। अर्को प्रश्न सर, मान्छेसँग यति धेरै सम्पत्ति छ, धन छ, परिवार छ, त्यति हुँदा हुँदै पनि मान्छे किन चाहिँ दुखी छ र किन डिप्रेसन र एन्जाइटीको शिकार भएको छ? पक्कै राम्रो कुरा, साह्रै राम्रो कुरा। किनभने त्यो मान्छे स्वार्थी छ। त्यो मान्छे स्वार्थी छ। त्यो दुःख भनेको त्यो स्वार्थी मान्छे छ भने उसलाई जति सम्पत्ति भए पनि, जति पद भए पनि, जति पैसा भए पनि, जति प्रतिष्ठा भए पनि ऊ स्वार्थी छ भने ऊ दुःख पाउँछ। र त्यो व्यक्ति जो निस्वार्थ छ भने झुपडीमा बसेको छ भने पनि, परिवारसँग रमाएर बस्छ, निस्वार्थ छ भने यसो गाह्रो साँघुरोमा सहयोग गर्न आइपुग्छ, अनि सबैको लागि ऊ राम्रो व्यवहार गर्छ। निस्वार्थकोले त त्यो गर्छ नि त। ऊ आफ्नो लागि मात्रै सोच्दैन। निस्वार्थ व्यक्तिले, स्वार्थ व्यक्तिले के सोच्छ? आफ्नो लागि मात्रै सोच्छ, अनि ऊ दुःखी हुन्छ। जति नै संसारमा आफ्नो लागि मात्रै सोच्ने हो भने उसलाई कतिले पनि पुग्दैन, जतिले पनि उसलाई पुग्दैन। जति जम्मा भयो भने भौतिकता जति जम्मा भयो भने उसलाई पुग्दैन। झन् उसलाई त्यो भनेको चाहिँ झन् बढी दुःखी बनाउने साधन उसले जम्मा गर्न थाल्छ। त्यो निस्वार्थ हुनु चाहिँ एकमात्र कारण हो सुखी हुने, र स्वार्थी चाहिँ एकमात्र कारण हो दुःखी हुने। थर्ड क्वेसन हजुरलाई। हजुर। अहिलेको यो 21औं शताब्दीमा जब एउटा युवा युवतीहरू हुन्छन्, हजुर, युवा युवतीहरू छन्, हजुर, र उनीहरू प्रेममा पर्छन्। हजुर। प्रेम सबैलाई गर्नुपर्छ, प्रेम हामी पनि गर्छौँ, प्रेमका पनि प्रक्रिया हुन्छन्। तर आज किन प्रेम असफल भयो भनेर उहाँहरू मृत्युसम्म पुग्छन्? कि प्रेम मात्रै यो दुनियाँमा एउटा केटा र केटी भेट्नु मात्रै चाहिँ प्रेम हो र संसार हो, या माया प्रेम भन्दा पनि बाहिरी संसार अरू छ? बताइदिनुहोस् न। कस्तो राम्रो प्रश्न गर्नु तपाईँले। अहिले जुन टिन एजका केटाकेटी र त्योभन्दा अलि माथिका एज ग्रुपका केटाकेटीको कुरा गर्नुभयो, त्यो प्रेम भनेको वास्तविक प्रेमको अर्थमा त्यो पर्दैन। केही हदमा होला, तर जुन शारीरिक आसक्तिको प्रेम हुन्छ त्यो प्रेम भनेको चाहिँ त्यो निस्वार्थ हुँदैन, त्यो पम निश्चल हुँदैन। त्यो भनेको चाहिँ अनकन्डिसनल लभ हुँदैन। त्यो चाहिँ त्यसमा चाहिँ कुनै न कुनै एउटा अर्थ र स्वार्थ राखेको हुन्छ। जब प्रेममा स्वार्थ हुन्छ त्यो प्रेमले कहिले पनि फाइदा गर्दैन। यो अब यस्तो छ,
तपाईले भन्नुभएको शारीरिक आवश्यकताको शारीरिक आसक्तिको प्रेमको कुरा त्यसले लङ रनमा फाइदा गर्दैन कदापि गर्दैन। त्यही भएर धेरै प्रेममा परेका हौँ भन्नेहरू जुन त्यो शारीरिक आसक्तिको प्रेम छ त्यसले उनीहरूलाई नोक्सान पुर्याएको छ, तिनीहरूको सम्बन्धमा दरार आएको छ, तिनीहरू कुलतमा फँसेका छन्, तिनीहरूलाई धेरै समस्याहरू सिर्जना भएको छ सामाजिक रूपमा पनि र व्यक्तिगत रूपमा पनि। तर प्रेम भनेको चाहिँ के हो त? वास्तविक प्रेम भनेको के हो भने जुन प्रेमले तपाईलाई मलाई यो चाहिन्छ भन्दैन, दिन मात्र खोज्छ, तपाईसँग केही डिमान्डै गर्दैन, त्यो चाहिँ हो सही प्रेम। त्यो भनेको चाहिँ फेरि त्यो टिनेजमा पनि हुनसक्छ, त्योभन्दा पछि पनि हुनसक्छ, समस्त चराचर जगतमा हुन्छ। तपाईँ एउटा परेवासँग प्रेममा पर्न सक्नुहुन्छ, तपाईँ एउटा घरपालुवा बिरालोसँग प्रेममा पर्न सक्नुहुन्छ, तपाईँ उसलाई दिन मात्र चाहनुहुन्छ, उसँग केही डिमान्ड गर्नुहुन्न। र यो प्रेम भनेको चाहिँ कस्तो हो भने यो भनेको चाहिँ एउटा कथा छ, अलिकति लामै छ तर म तपाईँलाई सुनाउनै चाहन्छु। एउटा केटो थियो, त्यसको घरमा एउटा सानो रुखको बिरुवा थियो। ऊ केटोले जान्थ्यो, पानी हालिदिन्थ्यो, त्यो बढ्दै गयो र ठुलो भयो, केटो पनि ठुलो भयो। र अब केटो आउँदाखेरि के गर्थ्यो भने त्यति बेला पानी हाल्नु भनेको फेरि उसले मलाई केही देला भनेर त्यो केटोले पनि पानी हालेको थिएन, तर रुखले पनि प्रतिफलमा के दिन्छु भनेर त्यो पनि थिएन, उनीहरू जस्ट प्रेममा परे। अब हेर्नु है के हुन्छ भने त्यो केटो ठुलो हुँदै गयो, अब उसलाई भोक लाग्दाखेरि त्यो रुखको फेदमा आउँथ्यो र रुखको फलहरू टिपेर खान्थ्यो। ठुलो हुँदै गयो अनि भन्न थाल्यो मेरो एउटा प्रेमिकासँग प्रेममा पर्दैछु, मलाई घर बनाउनु पर्यो भनेपछि उसले के भन्छ, ल मेरो दाउरा लिएर जाऊ, मलाई काटेर दाउरा लिएर जाऊ, घर बनाऊ, फलेकहरू बनाऊ, काहीँ बेच, त्यहाँबाट कति पनि पैसा हुन्छ, त्यहाँबाट तिमी घर बनाऊ। हो यसरी आफूलाई मेटिएर अरूलाई दिन सक्ने चाहिँ वास्तविक प्रेम हो। अहिले चाहिँ हाम्रो के छ अहिले वर्तमान समाजमा लिने 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 जसरी हुन्छ लिने मात्र प्रेम भइरहेको छ। यो प्रेम होइन, यो शोषण हो, यो मनोवैज्ञानिक पनि शोषण हो, आर्थिक पनि शोषण हो, सामाजिक पनि शोषण हो। जब दिने मात्र सिद्धान्त हुन्छ त्यो चाहिँ हो वास्तविक प्रेम। हजुर, थ्याङ्क यू सर, धेरै धन्यवाद हजुरलाई, धेरै धन्यवाद। एउटा चाहिँ म्याडम हजुर पनि छैन, जस्तो एउटा हजुरको धेरै वर्षको आध्यात्मिक चिन्तन पनि छ, हजुरको 20-22 वर्षको आध्यात्मिक चिन्तन पनि छ है। मैले हजुरसँग बसेर नजिकबाट संवाद पनि गरेको छु। हजुर, र यो मान्छे हजुर यति धेरै आध्यात्मिकमा हुनुहुन्छ, मैले सबै थाहा छ, तर मान्छेहरू किन अहिले यो भौतिक जगतलाई मात्रै महत्त्वपूर्ण दिन्छन्, यो आध्यात्मिकलाई कम दिन्छन्? यो प्रश्न पार्दिनुहोस् न। कस्तो राम्रो प्रश्न। तपाईँले एउटा भन्छु, प्रत्येक कुरा हामी त के मान्छौँ भने पूर्व सभ्यताको मान्छेहरू त के मान्छौँ भने उसको इच्छा बिना एउटा पाप पनि हल्लिँदैन, उसलाई पातलाई पनि हल्लिने अधिकार छैन होइन। यो सबै उसको डिजाइनमा भइरहेछ। मान्छे भौतिकतातिर दौडिरहेछ नि। अब यो पृथ्वीमा कति धेरै पाप, दुष्टता, यो भ्रष्टाचार, यो कुरीति, विसङ्गति, यो सबै बढिरहेछ। मान्छे कोही सुखी छैन र कोही सुखी छैन। अब के हुन्छ भने यति धेरै पाप बढेको पृथ्वीमा अब यो पृथ्वीले थ्याक्न नसक्ने अवस्था सिर्जना भएको छ। अब एउटा अहिले 2025 भयो, 2025 को हामी अन्त्यतिर छौँ। 2027 मा अब यो पापको एउटा खाले हिसाब किताब हुनेवाला छ। यो भनेको चाहिँ अब दुष्टहरूले सजाय पाउने र यो जो सत्मार्गी हुन्छन् उनीहरूले खुसी रहने, उनीहरू बहुत आनन्दमा रहने बेला आउँदैछ 2027 मा। 27 भनेको चाहिँ मानव सभ्यताको सबैभन्दा एउटा एक खालको लागि प्रलयकारी र अर्को खालको त्यही वर्गको लागि उद्धारक वर्ष बन्दैछ। यो पृथ्वीमा यसो दुष्टता बढ्नुको कारण अब यो पृथ्वीमा भगवानको धाम, भगवानको अवतार अथवा जे भनौँ, हामी सबैजनाले त आफूभित्रको भगवत्तालाई महसुस नगर्दाखेरि हामीमा आउने यो ठुलो प्रलय आउँदैछ। यो प्रलयबाट बाँच्नको लागि हामीले आफूभित्रको भगवत्ता, आफूभित्रको असलपनलाई उजागर गरेर यसलाई चिनेर त्योलाई फलो गर्नै पर्छ। यो दुष्टता किन बढिरहेछ भने यो अन्त्य हुनको लागि। किनभने कुनै पनि आगो निम्न लागेको बत्ती भन्छ नि, धपक्क बल्छ भन्छ नि, धपक्क कली बलेको बेला छ र यसको अन्त्य चाँडै छ। हजुरलाई म यति चाहिँ आश्वस्त गर्न चाहन्छु। हस् सर, थ्याङ्क यू सर। ल नमस्कार है, धेरै धन्यवाद।